मुसाको समस्या हाम्रो शरीरमा आउने हातखुट्टामा आउने मुसा र यौनाङ्गमा आउने मुसामा के फरक छ त? हातखुट्टामा नै आउने मुसा भेरुका भल्गारिस यो चाहिँ एक किसिमको ह्युमन प्याप्लोमा भन्ने भाइरसले गर्ने इन्फेक्सन हो। यो कतिले शरीरको इम्युनिटी पावर राम्रो हुनेले हातखुट्टामा आउने मुसा आफै हराएको पनि भन्नुहुन्छ, यो हुनसक्छ, तर कतिको वर्षौँसम्म नहराएको पनि हुनसक्छ। यसलाई ट्रिट गर्ने जरुरी हुन्छ। अर्को चाहिँ यौनाङ्गमा आउने मुसा चाहिँ किन खतरनाक हुन्छ भने यो यौन सम्पर्कबाट असुरक्षित यौन सम्पर्कबाट सर्ने रोग हो। यो सर्दा अरू पनि यौन रोग सर्ने, एचआइभीहरू सर्ने रिस्क एकदमै हाई हुन्छ। त्यही भएर बेलामा ट्रिट गर्नुपर्ने हुन्छ। महिलाहरूलाई चाहिँ मुसा आउँदा, यौनाङ्गमा मुसा आउँदाखेरि पुरुषभन्दा अलिकति बढी खतरनाक हुनसक्छ, किनभने यौनाङ्गमा आउँदाखेरि उनीहरूलाई क्यान्सरको रिस्क अलिकति बढी हुने कारणले उहाँले झन् केयरफुल हुनुपर्छ। बेलामा ट्रिट गरेर यसलाई क्यान्सरबाट बच्न सकिन्छ है। त्यही भएर तर अप्ठ्यारो लाग्ने पनि उहाँहरूलाई हो। त्यही भएर ह्युमन प्याप्लोमा भाइरसको भ्याक्सिनको लागि अहिले धेरै नै प्रमोसनहरू भइरहेको छ।